साइबर अपराध तीव्र रूपमा बढ्दै गइरहेको छ। ठगहरूले निर्दोष मानिसहरूलाई फसाउन नयाँ र जटिल तरिकाहरू अपनाइरहेका छन्। सिक्किमका विभिन्न भागहरूबाट रिपोर्ट गरिएका 4 छुट्टा-छुट्टै घटनाहरूमा ह्याक गरिएका सामाजिक सञ्जाल एकाउन्ट, नक्कली लोन एप, फेक लोन एप, नक्कली परिचय र शंकास्पद लिङ्कहरू मार्फत मानिसहरूलाई ठगिएको छ। पहिलो घटना ग्याल्सिङ जिल्लाको देन्तामका एक बासिन्दाले व्हाट्सएप ग्रुपमा एउटा स्थानीय हार्डवेयर पसलबाट आएको जस्तो देखिने मेसेज प्राप्त गरे, जसमा चाँडै फिर्ता गर्ने वाचासहित 2,50,000 रुपियाँ मागिएको थियो। मेसेजको विश्वासमा परेर ती व्यक्तिले रकम ट्रान्सफर गरे, तर पछि मात्र थाहा भयो कि पसलको व्हाट्सएप एकाउन्ट ह्याक भएको थियो र त्यस्तो कुनै रकम मागिएको थिएन। दोस्रो घटना अर्को घटना गान्तोकमा भएको छ। मोबाइल एप्लिकेशन मार्फत ऋण लोनका लागि आवेदन दिएका एक व्यक्तिको बैंक खातामा सानो रकम जम्मा भयो। त्यसको केही समयपछि नै अज्ञात व्यक्तिहरूले सम्पर्क गरी ब्याजसहित रकम फिर्ता गर्न दबाब दिए। रकम भुक्तानी गरिसकेपछि पनि थप रकमको माग गरियो। त्यसपछि मात्र पीडितले आफू ठगीमा परेको चाल पाए। तेस्रो घटना त्यसैगरी जोरथाङमा एक व्यक्तिले आफ्नो साथीको जस्तो देखिने व्हाट्सएप मेसेज प्राप्त गरे। मेसेजमा यूपीआई सेवा बन्द भएको दावी गर्दै क्यूआर कोड मार्फत सानो रकम पठाउन अनुरोध गरिएको थियो। पैसा पठाएपछि थप रकम मागियो। पछि साथीलाई सम्पर्क गर्दा उनको एकाउन्ट ह्याक भएको पुष्टि भयो। चौथो घटना गान्तोकबाटै रिपोर्ट गरिएको चौथो घटनामा एक पीडितको मोबाइलमा सरकारी सेवाबाट आएको ट्राफिक चालन जस्तो देखिने मेसेज आयो। त्यहाँ दिइएको लिङ्कमा क्लिक गर्ने बित्तिकै उनीहरूको बैंक खाताबाट अनधिकृत कारोबार भयो, जसका कारण 6,500 रुपियाँको नोक्सानी भयो। यी चारवटै घटना राष्ट्रिय साइबर अपराध रिपोर्टिङ पोर्टल एनसीआरपीमा दर्ता गरिएका छन् र पीडितहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी चौकीमा जान सल्लाह दिइएको छ। अधिकारीहरूले सर्वसाधारणलाई सतर्क रहन, कुनै पनि आर्थिक कारोबार गर्नुअघि राम्ररी बुझ्न र प्रमाणित गर्न तथा शंकास्पद लिङ्क वा मेसेजहरूमा क्लिक नगर्न कडा आग्रह गरेका छन्।